हेर्नुहोस्, संसारमा धेरै धेरै अप्ठ्यारो कामहरू छन्। त्यो सबै कामहरूमध्ये सबैभन्दा एउटा अप्ठ्यारो भनेको आफूभित्र रहेको त्यो गल्तीलाई, मिस्टेकलाई हेर्न सक्नु हो। सबैभन्दा अप्ठ्यारो काम भनेको नै आफ्नो गल्तीलाई स्वीकार गर्न सक्नु हो। हामीले त्यो गल्तीलाई लुकाउनको लागि कति बहाना दिन्छौँ, कति एक्सक्युजहरू दिन्छौँ। यसैले गर्दा हाम्रो इगो, हाम्रो अहङ्कार बढ्दै जान्छ। किनकि हामी सधैँ आफ्नो थटलाई, आफ्नो विचारलाई नै सही बनाउन खोजिरहेको हुन्छौँ। हामी यो कोसिस गर्दैनौँ, यो प्रयास गर्दैनौँ कि ओहो, यो मैले जे सोचेँ कि त्यो सही हो या गलत हो, या मेरो त्यो एउटा अजम्सन, मैले मानेको मात्र हो। हामी यसरी जब हाम्रो त्यो मान्यताहरूलाई, हामीले सोचेको विचारहरूलाई यसरी जब क्वेसन गर्न सुरु गरिन्छ, तब बल्ल हामी त्यो रियालिटीलाई, सत्यलाई बुझ्न सकिन्छ, चिन्न सकिन्छ। नत्र सधैँ अब मेरो माइन्डले कुनै थट क्रिएट गर्छ, कुनै विचारहरू बनाउँछ, अनि मलाई लाग्छ कि त्यो विचार सही हो। यही हो प्रब्लम नै, यही हो समस्या नै। तपाईँको माइन्डमा जब हरेक विचारहरू आउँछन् नि, त्यसलाई अब्जर्भ मात्र गर्नुहोस्, एक विटनेस भएर एउटा आफ्नो चेतनाले हेर्नुहोस् मात्र। अनि के त्यो साँच्चैकै सही हो या गलत हो, यसरी हेर्नुहोस्। आफ्नो विचारलाई क्वेसन गर्नु एकदम डिफिकल्ट छ। यो मलाई पनि एकदम गाह्रो लाग्थ्यो पहिले पहिले। तर तपाईँ यसरी जब क्वेसन गर्न सुरु गर्नुहुन्छ नि, तपाईँले हरेक कुराको जवाफ पाउन सुरु गर्नुहुन्छ। तपाईँले बाहिर खोज्न जानु नै पर्दैन। तपाईँ आफैभित्र यो हरेक क्वेसनको जवाफहरू पाउन सुरु गर्नुहुन्छ। तपाईँको माइन्डमा कुनै विचार आउँछ, अब तपाईँको माइन्डलाई थाहा छ त्यो विचारमा कसरी रियाक्ट गर्ने, किनकि तपाईँले त्यो विचारलाई कसरी बनाउनु भएको छ, त्यो तपाईँको अवचेतन मनमा पहिले नै प्रोग्राम हुनसक्छ। किनकि तपाईँले अब कसरी त्यो थटलाई बनाएर राख्नु भएको छ, कसरी मानेर राख्नु भएको छ, त्यही तरिकाले अब तपाईँको माइन्डले रियाक्ट गर्न सुरु गर्छ। अनि तपाईँको इगोले त्यसलाई सधैँ डिफेन्ड गर्न खोज्छ, तपाईँको अहङ्कारले। त्यसकारण तपाईँको मन र अहङ्कारको बिचमा छ बुद्धि। जब तपाईँको मनमा कुनै विचार आउँछ, पहिले त्यसलाई बुद्धिको नजरबाट हेर्नुहोस्। जहाँ बुद्धि हुन्छ त्यहाँ इगो हुँदैन, अहङ्कार हुँदैन। र जहाँ त्यो इगो आउँछ नि, अहङ्कार आउँछ नि, त्यहाँ फेरि बुद्धि आउन पाउँदैन। एकै ठाउँमा बुद्धि र अहङ्कार आउन सक्दैनन्। त्यसकारण पहिले तपाईँको माइन्डमा जुन थट आउँछ नि, त्यसलाई अब्जर्भ गर्नुहोस्। आफ्नो बुद्धिले त्यसलाई फिल्टर गर्नुहोस्, हेर्नुहोस् के हो, यो मैले मानेको मात्र हो या साँच्चैकै यो सही हो। यसरी जब हरेक थटलाई हेर्दै जानुहुन्छ, तपाईँको अहङ्कारहरू पनि त्यहीँ हराउन सुरु गर्छन्। तपाईँको इगो त्यहीँ डिजल्भ हुँदै जान्छ। अनि तपाईँ आफै बुझ्न सुरु गर्नुहुन्छ सही के हो, गलत के हो। तपाईँ आफैभित्र पाउन सुरु गर्नुहुन्छ त्यो सबै जवाबहरूलाई। यो गर्दै जानुहोस्। अप्ठ्यारो छ, आफ्नो गल्तीलाई हेर्नु त एकदम गाह्रो काम हो। यही आफ्नो गल्तीलाई लुकाउने चक्करमा नै यो सबै नराम्रा कामहरू भइरहेका छन् दुनियाँमा, है। त्यसकारण आफ्नो मनको विचारलाई मान्नुभन्दा पहिले पनि त्यो आफ्नो बुद्धिले त्यसलाई फिल्टर गर्नुहोस्, अनि मात्र डिसिजन लिनुहोस्।